Hello साथीहरु, गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म चाहिँ नानीहरु लिएर चाहिँ यहाँ चिल्ड्रेन पार्क आइरहेको छु। खासै भोलि आउनेवाला थियो सन्डे है, तर नानीहरुले चाहिँ आज एकदमै जबरजस्ती गरेर आज नै लिएर आइरहेको छु। हेलो भन न। हेलो। यहाँ चाहिँ नानीहरु चाहिँ खेल्दैछ, मेरो दुईटा परिहरु। ग्रीष्मा पनि आएको छ, हात हल्लाइदियो ग्रीष्मा। अनि साथीहरु यता चाहिँ कृष्णनगर है, यता गयो भने चाहिँ यहाँनिर चाहिँ कृष्णनगर पुग्न आँट्दा चाहिँ गुड्रिक छ है। अन्त गुड्रिकको अगाडि चाहिँ यो चिल्ड्रेन पार्क छ। अन्त चाहिँ नानीहरु चाहिँ यहीँ ल्याउँछौँ सधैँ। बेबी लड्छ है। अब यता गयो भने चाहिँ हामी गार्डन पुग्छौँ हो। अब एकछिन नानीहरुलाई लिएर गार्डन पनि जाने। त्यसको बाद आज फेरि राइथाने हाट पनि लागेको छ, शनिबार हो। त्यही भएर चाहिँ हामी राइथाने हाट पनि एकछिन निस्किन्छौँ। तपाईहरुलाई पनि देखाउँछु है साथीहरु, हेर्दै जानुहोस्। अल्छी लाग्यो अरे उसलाई चाहिँ। मासीमा पनि आउनु भएको छ, सबै आफ्नै आफ्नो धुनमा बिजी। हेलो भन्दिनँ न मेरो साथीहरुलाई। हामी चाहिँ नानीहरुलाई चिल्ड्रेन पार्कबाट निकालेर चाहिँ यो बाटो भएर चाहिँ राइथाने हाट कस्तो लाग्दो रहेछ हेर्नु जाँदैछु। म चाहिँ फर्स्ट टाइम हो है साथीहरु राइथाने हाट। त्यत्रो झनै वर्ष पनि हुन आँटिसक्यो होला लागेको, कहिले गएको छुइनँ नि त। त्यो भएर चाहिँ जाँदैछु। हेरौँ कस्तो छ। यहाँदेखि चाहिँ एन्ट्री हुँदैछ साथीहरु राइथाने हाट। हेर्नुहोस् है, फुलहरू रहेछ, फुलहरू बेच्नुहुँदो रहेछ। हात हतियार हामीलाई चाहिने। रोटीहरू पाउँदो रहेछ। कहाँ भनेको मासीमा खानु भनेको? यहीँ यहीँ के खाने अरे दुईजनाले? पुच्का अरे। ल पुच्का खान्छ अरे यिनीहरूले। नानाले त खान्छ नि दिदी, यसलाई चाहिँ हालिदिनुहोस् न आलुहरू, पानीसँगै खान्छ यसले चाहिँ कि, अर्कोले चाहिँ खाँदैन अरे। पुच्का खाँदैछ नानीहरूले। नफुटाएको त्यस्तो त दिँदैन नि। नानाले खाएको होइन, नफुटाइ माग्न त अन्त। यसलाई नफुटाइ एउटा दिनुहोस् न। यहाँनिर चाहिँ कस्तो दामी दामी सामानहरू छ। यही हो साथीहरु मिरिकको राइथाने हाट चाहिँ। हाम्रो नानाले मजाले खाँदो रहेछ। झोल पनि खाइदेऊ न बेबी। हो यसरी। हामी चाहिँ राइथाने हाट पनि घुमिसक्यौँ साथीहरु। अनि चाहिँ यहाँ गार्डन आइरहेको छौँ। त्यहाँ खानु चाहिँ नानीहरूसँग एकदमै असुविधा भयो, त्यही भएर चाहिँ केहरू लिएर चाहिँ यहाँनिर अब खाने गार्डनभित्र खानुको लागि यहाँ रेडी हुँदैछौँ हामी चाहिँ। चिकन ललिपप ल्यायो, मोमो, अन्त समोसा। अनि अब चाहिँ हामी चाहिँ खाएको साथीहरु। अब चाहिँ खानु लागेको साथीहरु। कस्तो भयो? लु फर्स्ट बाइट। आउनुहोस् है, हाम्रो मिरिकमा चाहिँ राइथाने हाटमा चाहिँ यस्तो दामी चिकन ललिपप पाउने रहेछ। आएर टेस्ट गरिकन जानुहोस् है। हामी चाहिँ खाइ पनि सक्यौँ साथीहरु। नानीहरू चाहिँ यहाँनिर खेल्दैछ। मासीमाहरू चाहिँ रिल्स बनाउनु गयो। हेर्नुहोस् है साथीहरु, मिरिक ज्यू। यही चाहिँ गार्डनभित्रबाट पसेर हेर्दा चाहिँ यस्तो देखिन्छ। हेर्नुहोस् है साथीहरु, यो नानी चाहिँ झारखण्डबाट घुम्न आएको अरे उनीहरू चाहिँ हो। हाम्रो नानीहरूसँग एकदमै मजाले खेलिरहेको छ। अब चाहिँ साथीहरु हामी गार्डनबाट चाहिँ निस्केको। अन्त हेर्नुहोस् है, यहाँनिर चाहिँ फुलहरू यस्तो भइरहेको रहेछ। अस्ति नै चाहिँ मैले अरूको भिडियोहरूमा चाहिँ हेरेको थिएँ, एकदमै मजाले फुलिरहेको थियो यो फुलहरू चाहिँ हो। अहिले चाहिँ घामले सबै सुकेछ, फेरि सिजन पनि अफ हुँदै गयो नि त यिनीहरूको। यहाँनिर हेर्नुहोस्
आज एकदमै टुरिस्टहरूको भिडै छ। यहाँबाट चाहिँ यो इन्द्रेणी ब्रिजमा जाने जग्गा हो साथीहरू। धेरैजनालाई त याद छँदैछ, याद नहुनेहरूलाई चाहिँ भनिदिएको है। डान्स गर्ने जग्गा चाहिँ यहाँ छ। नाच्छस् बहिनी त नाच्नु नि, यिनीहरू मान्दैन र त। भोलि बस। अब चाहिँ हामी यताबाट चाहिँ यो बाटो बजार निस्किन्छ। यहाँबाट चाहिँ अब हामी घर फर्केको।